This video is for educational purposes only. ओके आफूले खोलेको ब्राउजरमा अन गर्यौं अनि त्यसमा हामीले जुन फाइल चाहिँ लोड गर्न खोजिरहेका छौं अनि त्यो चाहिँ लोड भइरहेको छैन जस्तै डाउनलोड भइरहेको छैन त्यसको लागि चाहिँ के भन्छ भने यहाँ हेर्दै जानु होला मैले एउटा फाइल डाउनलोड गर्न खोज्दै छु रिगो अनइन्स्टल भनेर त्यसलाई चाहिँ मैले डाउनलोड गर्न खोजिरहेको छु र यसको आरआर भर्जन डाउनलोड गर्न खोजिरहेको छु यो आरआर भर्जनमा क्लिक गरेको के भन्छ भने चाहिँ यहाँ दिस साइट क्यान बी रिच भनेछ है त्यो भनिसकेपछि यहाँ मुनि के लेख्छ DNS प्रुफ फिनिश्ड नेक्स्ट वन भनेको छ है अब यो भइसकेपछि के भयो त डाउनलोड हुँदैन जति नै क्लिक गरे पनि हुनेवाला केही छैन त्यसको लागि हामी थ्री डटमा जाने अनि त्यहाँ गएर यहाँ सेटिङमा जाने अनि सेटिङमा गइसकेपछि अलि मुनि आउने त्यहाँ हेर्नु त प्राइभेसी एन्ड सेक्युरिटी हैन प्राइभेसी एन्ड सेक्युरिटीमा जाने अनि त्यहाँ अलिकति मुनि आउने मुनि आइसकेपछि यहाँ हेर्नु युज अ सिक्योर DNS भन्ने छ त्यो DNS मा क्लिक गर्ने त्यहाँ क्लिक गरेपछि अफ हुन सक्छ अन गरेपछि आफ्नो चोइस एनदर प्रोभाइड हुन्छ हामीले अर्को प्रोभाइड गर्ने अनि कस्ट्युममा जाने कस्ट्युममा गएर हामीले के गर्ने गुगल प्लस DNS मा क्लिक गर्ने गुगल प्लस DNS मा क्लिक गर्ने अनि ब्याक जाने ब्याक गइसकेपछि हामीले अघि डाउनलोड गर्न खोजेको त्यही अप्सनमा फेरि क्लिक गरिसकेपछि हेर्नु सजिलै डाउनलोड हुन्छ यी फाइल आरआर फाइल डाउनलोड भइसकेको छ यसैगरी गुगल क्रोम अथवा जुनसुकै ब्राउजरमा पनि हामीले यसैगरी गर्न सकिन्छ है